everyone, welcome to my Sohana Limbu vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु हैन। अनि आज चाहिँ यो सोहाना भ्लग यस्तो हिल लगाएर यो जामा लगाएर यस्तो परी भएर कहाँ जान लागेको छ भनेर सोचिरहनु भएको छ होला। सोच्नु पनि पर्छ। यता आउन बुनु। अनि म चाहिँ आज यो दाइहरुसँग भिडियो सुटको लागि जान आएको छु। कमेडी भिडियोहरु बनाउनु हुन्छ नि त उहाँले। अनि त्यही भएर भिडियो गर्नको लागि जाँदै छु। अनि हाम्रो क्युटी क्युटी बहिनी आउनु भयो। हेलो मेरो भ्लगमा। म पनि उतै जान लागेको हौ। उतै उतै यता कता यता जान आँटेको होटेल। म पनि त्यतै जान आँटेको त। त्यहाँ दाइसँग भिडियो बनाउनु जान आँटेको हैन। त्यो त्यो कन्नु बोइसहरुसँग अब चाहिँ भिडियो बनिन्छ हेर्नु न। चप्पलले पनि कस्तो गाह्रो भइरहेछ हिँड्न। म त यो लाउनु सक्दिनँ होला। कलको लागिकन आउँछु ल। एकछिन पर्खिनु ल। ल एकैछिन पर्खिनु हुन्छ। त्यहाँ देखाउनु त बुनु। समाइदिनु त। म कसो देखेको छु यहाँ देखाइदिन्छु ल। बाइक अब म यो चप्पलमा त सक्दिनँ रहेछ क्या। अलिक गाह्रो भयो। म जुत्ती ल्याइकन आउँछु ल। पर्खिनु ल। ल यहीँ बस्छु। म चाहिँ अब जुत्ती लाउँछु। या चप्पलले त लास्टै खुट्टा दुख्यो क्या। नसक्ने अवस्थामा साथीहरू। मैले चाहिँ अहिले जुत्ती लगाएको छु। अलिक कस्तो हिँड्नु अप्ठ्यारो भयो नि त। अनि चप्पल चाहिँ गएको छु। अहिले उता अब कतिसम्मको सुट हुन्छ। पुरै फुल सुट भयो भने चाहिँ म यो चप्पल लाउने छु हैन। अहिले चाहिँ यो ढुङ्गा बन्द गरिदिन्छु। अनि मेरो फुल युट्युब च्यानल हेर्नु होला। अनि मेरो सर्ट भिडियोमा पनि हाल्नेछु। त्यो भिडियो हेर्नु होला। आउनु बुनु। सर्टकट बाटो छ नि त। छिटो हुन्छ। अनि ट्युसन पढेर आउनुभयो। इक्जाम हुँदै छैन आज जानुभयो। भोलि के इक्जाम हो। ल ल राम्रो इक्जाम दिनु। बेस्ट अफ लक। म त्यही भन्न चाहन्छु हैन। इक्जाम राम्रो दिनुपर्छ। अहिले भनेको पढ्ने उमेर हो। पढाइमा फोकस गर्ने। यसो लसअप गर्नु हुँदैन हैन। पढाइमा फोकस दिनुपर्छ ल। जब अब हुन्छ नि 12 सकेर मात्रै अब यताउति हुन्छ नि त्यतिखेर पनि हुँदैन। जब तर होइन फोन चलाउनु चाहिँ चलाउनु हैन। चलाउनु पर्छ। किनकि चाहिन्छ नि त। चलाए पनि अब ठिक ठाउँमा सदुपयोग गर्नु पर्यो आफ्नो फोनलाई। लसको चक्करमा चाहिँ बन्द। ओके। किनभने सबभन्दा ठुलो कुरा भनेको आफ्नो भविष्य बनाउनु हो। पढ्ने बाबालाई हेर्ने हैन। त्यो कति गुड गर्ल छ हौ। मलाई त्यही भएर एकदमै राम्रो लाग्छ बुनु। एकदमै गुड गर्ल लाग्छ। साथीहरू म तपाईँलाई देखाउने छु। अब यहाँ दाइको होटेल चाहिँ यहीँ नजिक हो। म आइपुगिसकेको छु। अनि मेरो चाहिँ त्यो उहाँहरूको कमेडी भिडियोहरू हो नि त। मेरो चाहिँ रोल पनि छैन। कम्ती हो सर्टमा हो। यति नै चट्ट भएपछि काम पुगिहाल्छ। तर टिकटकमा पनि हालिदिन्छु। सोहाना लिम्बू हेर्नु होला। युट्युबको नाम पनि सोहाना लिम्बू नै हो मेरो। अनि यहाँ दाइहरूको होटेल चाहिँ यहाँ हो। अब दाइहरूको होटेलमा दाइहरू हुनुहुन्छ हैन। अनि हामी भिडियो यहीँ बनाउँछौँ। यहीँ वरिपरि टाढा पनि जानु पर्दैन। म चाहिँ दादाको होटेलमा आइपुगिसकेको छु। अनि हाम्रो भाइले चाहिँ गिटार बजाउँदै हुनुहुन्छ। अनि हाम्रो यहाँ अङ्कल पनि हुनुहुन्छ। अब एकछिनमा चाहिँ हामी यो भिडियो बनाउनु लागेको छौँ हैन। अनि त्यो भिडियो चाहिँ युट्युबमै आउने छ। युट्युबको सर्टमा टिकटकमा पनि हेरिदिनु होला सबैजनाले। अनि हाम्रो दादाहरूले चाहिँ अब कता भिडियो बनाउने त कुन भिडियो अब लोकेसनहरू पनि हुन्छ नि। कता बनाउँदा ठिक हुन्छ के बनाउँदा ठिक हुन्छ भनेर हैन। अनि हाम्रो दाइहरूले चाहिँ यही हो। हाम्रो दाइहरूले चाहिँ यता लोकेसन हेर्दै हुनुहुन्छ भिडियो बनाउनुको लागि। अनि हाम्रो दाइहरूको चाहिँ होटेल छ हैन। यहाँ चाहिँ कस्तो मिठो सुकुटीहरू पनि बेच्नुहुन्छ हैन। यता यो चाहिँ बसन्ती होटेल हो। आई हस्पिटलदेखि यता हो। आउनु होला। लोकल तुम्बा सुकुटी खानको लागि चाहिँ एकदमै राम्रो छ है। अनि हाम्रो भिडियो बनाउने ग्रुप दाइहरू चाहिँ वही हो। हेलो एकदमै दामी भिडियो बनाउनुहुन्छ उहाँले चाहिँ। अब हामी चाहिँ भिडियो बनाउँदैछु ल। नि हाम्रो दाइहरूले चाहिँ यहाँ भिडियोको लागि यसो रेडी गर्दै हुनुहुन्छ हैन। एकदमै ट्राई गर्दै हुनुहुन्छ। अनि हाम्रो बुनु पनि आउनुभयो। अनि वही हो दादा चाहिँ भिडियो गर्नु नि। यता आउनु न बुनु।
मेरो ब्लगमा अनि यहाँ बुढोले पनि मेरो ब्लगमा पहिला हेरिसक्नु भएको थियो होइन अब यहाँ दाइहरूको पालो हुनुहुन्छ गिटार बजाउने त्यसपछि दाइहरू सकेपछि मेरो हो त्यसपछि हाम्रो भिडियो यो सर्ट भएपछि हेर्नु होला होइन तर साथीहरू हेर्नु न यो लगाएर लास्टै अलिक गाह्रो फिल भइरहेछ होइन अब दाइहरूको भिडियोमा चाहिँ सर्ट भिडियो कमेडी भिडियोमा चाहिँ फर्स्ट आएको नि त हो मलाई कस्तो भइरहेछ अब बनाउँदै जाउँ दाइहरूले चाहिँ एकदमै राम्रो कन्टेन्टको पर्फेक्ट बनाउनुहुन्छ दाइहरूको चाहिँ यहाँ प्र्याक्टिस हुँदैछ है भिडियोको लागि अनि आन्टी हेलो पुटुलु हेलो यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ भिडियोको लागि है साथीहरू हेर्नु भाइको One, two, three, go! कमेन्ट यस्तो खिच्दा आउँछ क्या भाइरल हुँदा सर्टको हिजो देखेनौ के ए त्यो त त्यो हो छिटो मुख त्यही पात 1 2 अलि साउन्ड चाहिँ अलिक ठुलो बोले माइक उता छ गो मजाले सुनाउनु दामी भन्नुभयो मजाले सुनाउनु दिदीले चाहिँ अब सिक्नु हुँदैछ मलाई हेरेर हैन तिमीलाई पनि गिटार बजाउन आउँछ वाउ तिमीलाई पनि गिटार बजाउन आउँछ कति मजाले भन्नुभयो हाम्रो दिदीले वाउ तिमीलाई पनि गिटार बजाउन आउँछ द्याट्स अल कतिको पाएर भन्नु हो त्यतिको माया यसो एकचोटि एक दुईचोटि टक्कै हिँड्ने हैन तिमी भन्नु हो सबैभन्दा अब प्र्याक्टिस सुरु भयो वाउ तपाईलाई पनि गिटार बजाउन आउँछ मलाई त नदेखाएको भन्थ्यो क्या अनि फेरि अर्को क्लिपमा त मेरो हो नि त 1 2 3 गो वाउ तपाईलाई पनि गिटार बजाउन आउँछ यस्तो भयो एकदमै रमाइलो भयो कस्तो भयो दादा साउन्ड कस्तो छ त्यसमा अब यहाँ चाहिँ भोइस लगाएर भन्नुपर्ने रहेछ नि त अनि भोइस लगाएर यसो प्र्याक्टिस हुँदैछ दादाहरूसँग वाउ तपाईँलाई पनि गिटार बजाउन आउँछ यो चाहिँ मेरो हो मेरो डाइलग हो यो चाहिँ यो अब फुल हेर्नको लागि हाम्रो यो फुल भिडियो हेर्नको लागि चाहिँ उहाँहरूको टिकटक आइडी के पो छ कन्नु भोइस कन्टु भोइस कन्नु दिदीको पालो आइयो अनि जुन हैन यता फर्केपछि चाहिँ जुन गो जुन दिदी ल्याउ न क्यामेरा जुम दिदी भन्दा तिमी यतिकै बस क्या अलिकति जुम दिदी भन्नु क्या अरे म क्यामेरा दिदी यस्तो हुन्छ यहाँ त यसरी टक्क यसलाई जुम दिदी भनेको छ क्या टक्क त यस्तोतिर हेरेर यसरी गरेर क्यामेरा सुटु खोलेर अनि यसलाई हेरेर मलाई तिमी यहाँबाट नहल्ला 1 त्यति काइन जुम दिदी भन्दा त्यही बस्छ 3 गो जुन दिदी दिदी हामी र हेलो आजको हेलो आन्टी भ्लग बनाएको थिएँ ए भित्र बस्नु भयो
आजको हाम्रो कमेडी भिडियो सुट चाहिँ यति भयो होइन। अब त्यो चाहिँ भरे बेलुका दाइहरूले टिकटकमा 6 बजीतिर हाल्नुहुन्छ होला। मेरो चाहिँ भोलि आउँछ, मेरो आइडीमा चाहिँ भोलि आउँछ होइन। अनि तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्यो, लाइक कमेन्ट सब्सक्राइब गरेर अगाडि बढाइदिनु होला। मेरो युट्युब च्यानललाई सबैले माया गरिदिनु होला भन्दै आजको भ्लग चाहिँ म यतिमै अन्त्य गर्न चाहन्छु। धन्यवाद सबैजनालाई, लभ यु। धेरै धेरै माया छ होइन, मलाई फुल सपोर्ट गरेर अगाडि बढाइदिनु होला भन्दै मेरो भ्लग चाहिँ आज यतिमै अन्त्य गर्न चाहन्छु। बाई बाई, लभ यु सबैलाई।